हेलो गाइस, वेलकम ब्याक टु माई ब्लग। के छ, सन्चै हुनुहुन्छ सबैजना? आज चाहिँ यहाँ साँझ 5:30 भयो। यहाँ त 5:30 बजे झमक्कै रात पर्छ आज भोलि जाडो मौसममा। म चाहिँ अहिले बाहिर निस्किनु लाग्यो। साँझ पखको भ्यू राम्रो लाग्छ मलाई। भ्यूज हो कि भी हो? भ्यूज त आउँदै आउँदैन के भ्यूज? भ्यूज हो कि भी हो? भ्यूज त आउँदै आउँदैन के भ्यूज? भ्यू हेर्न चाहिँ लास्ट मनपर्छ, त्यही भएर म यसो बाहिर निक्लेको। भोलि छुट्टी पनि छ, त्यही भएर हल्का यसो कुरो यसो बाहिर हिँडेको घुम्नलाई। चिसो चिसो छ, तर अस्ति 2 दिन चाहिँ लास्टै चिसो भएको थियो। अहिले चाहिँ त्यस्तो चिसो छैन, अलिक घटाएको छ। एप्लिकेसन हुन्छ, बारकोड स्क्यान गर्नु। गाडी चाहिँ मान्छे कोही छैन, धेरै लोक जस्तो छ। एकछिन वेट गरौँ। 5:30 भयो। मेरो टार्गेट चाहिँ मङ्गा प्लान लगाएको पनि मेरो टार्गेट चाहिँ 7 बजी पुग्ने हो। सुर्ती खा भन्ने होला नि। चटपट खाएको सुर्ती चिराइ खानुहुन्न है? ओके।
अहिले हामी यहाँ मङ्गापको म्याजिक महल, यसलाई मङ्गापै भन्छ होला, मलाई थाहा छैन। कुवेतमा यस्तो यसो रुखहरू देख्यो भने मजा आउँछ है हेर्नलाई, पुरा उरा लाग्दो देखिया हुन्छ नि। बास्केटबल, यहाँ भलिबल कोर्ट पनि रहेछ। तिमी फिन्टास पार्क हो? फिन्टास छैन, फिन्टास एकदम रोड नजिकै पर्छ त। नजिक हो क्या। म मावलले बसेर दकुल्न जान्थेँ त्यहाँ फिन्टास। आम्मै हेर्दा कत्रो ग्राउन्ड रहेछ यार। भाइ समुद्रको भ्यू यस्तो छ मङ्गापमा। हामी दाजु कुत्ता आएको दामी छ। त्यो माछा मारेको हेर्दै जाने छेउछेउ के त्यही जाने पुरा माछाको बास्ना। त्यतातिर माछा मारे हो, त्यो रटहरू हालिरहेको। फुटबल खेल्न चाहिँ सही हुन्थ्यो होला यहाँ। खेल्छ नि त्यो फुटबल खेल्छ। खेल्छु कहिले कसो। यहाँ त दुईवटै छ त्यो भलिबल कोर्ट, हेर्नु न त्यो पिता कोर्ट रहेछ। त्यो बास्केटबल हो। साँझ पख सर हिँड्नलाई मजा आउँछ। हामी चाहिँ दाजु उता त्यसै बसिरह्यो, समयहरूको त समय रहेछ। के छ सबै मन? ठिक छ, एकदम रमाइलो भइरह। चिसो है? चिसो कुवेत। चिसो हानिरहेको छ युरोपै भयो नि होइन। यस्तो दामी देखेको लाइटहरू हालेर भित्रभित्र। यस्तो लाइटहरू हालेको कस्तो राम्रो देखेँ पल्टो है। झप्प कपड लाउने होइन, छुट्टिँदैन माछालाई बल्छी हाने पनि मजा आउँदैन होइन। उता उता ढुङ्गा उकाएर उकातिर नै हाल्छ। करा है खै ए त्यो झाडीभित्र हो र? यता है कता यो बिचमा त घाँस पलाएर तिमी त के रहेछ त्यो बिचमा भनेको त? के रहेछ त्यो घाँस पलाएर? पछि केही बनाउँछ होला यसमा। यिनीहरूले के बनाउँछ? हामी त्यहाँबाट आएको आइसक्यो। नेपालमा है बजार लागिसक्थ्यो यहाँ है, कपडा बेच्नेको चाउमिन मोमो। अस्ति माबुल्लामा भोलि नेपालीहरूले नि गर्ने तास सास खड्केर धेरै खेलाउने कतिलाई समात्यो भने नेपालीले चान्स पाए गर्छ के गाले। मलाई चाहिँ त्यो माछा मारेको चाहिँ मनपर्छ। माछा मार्नलाई कुरेर बस्छ नि त्यसै झ्याउलाई चाहिँ त्यो चाहिँ सजिलो भन्नु नि हामीले देखे जस्तो होइन। माछा मार्नलाई थाहा छ कुरेर बस्नु पऱ्यो, कम इरिटेट हुन्छ। पऱ्यो भने चाहिँ रमाइलो लाग्छ होइन। झ्याप झ्याप पऱ्यो भने रमाइलो लाग्ने हो, झ्याप झ्याप पर्दैन नि। आधी घन्टा एकचोटि पर्छ होला नि। त्यो सेतो चाहिँ के राखेर रहेछ? त्यो सेतो चाहिँ बाथरुम राखेर होला। बाथरुम हो कि के हो? खै बाथरुम छैन त्यो वरिपरि? बाथरुम छैन त्यही राखेको कि त्यस्तोमा के राख्छ बाथरुम? सुकिहाल्छ नि। त्यसको सिग्नल होला। मैले नोटिस गरेँ कि यिनीहरूले मतलब राख्दैन त्यो बाथरुमको कुरामा, यिनीहरूले मतलब दिँदैन। मजा आयो।
त्यो फुल हो कि के हो फुल है झारे फुल झार पनि हो फुल पनि हो झार पनि हो फुल फुलै होइन नि पात रहेछ यसको माथिको माथिको पात रहेछ मैले घाँटी माइक राखेको कहाँ पुग्यो बोलेको माइक तिम्रो चाहिँ प्रश्न सुन्यो होला म बोलेको चाहिँ ढ्याड्दा होला माइक कहाँ पुग्यो पुग्यो यस्तैको नजिकै भयो भने मोटरसाइकल गर्न मजा आउँछ नि है यस्तो रोड पारितिर बिल्डिङ हुने होइन पैसा पुत्ता आयो कसले के भन्छ त्यहीतिर छेउमा आएर वचन हेरेर बस्नु भयो होइन मजा आउँछ नि ठेला ठेलामा राखेर पानी के खाने हो र नपिने के म त चिसो छुने हुन्न म्याजिक मल त निकै तल पो रहेछ यार उतै होला एकछिन घुमेर फर्कौँ ल एकछिन घुमेर फर्कौँ ल हामी फाइलै आइसक्यो त अनि यति बिल्डिङ चाहिँ त्यही त फाइल हो तिमी आफू फाइल छैन त्यही हो फाइल स्या हुने त होइन न्यु इयरमा ऊ त्यस्तै ऊ त्यो निलो बिल्डिङको पछाडितिर होला छालको आवाज हो छालको आवाज के कस्तो तिमीलाई मैले भने नि अरे कति ठाउँ कहाँनिर छ त्यो म्याजिक मल लिएर सही आउँछ क्या त्यो छाल वहीँ नजिकै आउँछ ऊ त्यतिर माछा हालेर चाहिँ हेर्नु जाने उता जानु किन जाने सिधै घुमेर मलमा घुमेर फर्कौँ ल त्यही होइन माछा माछा छ कि हेर्नु ए यति त हिँड्ने कति बजी समय हेरिरहेको छु माथि हामी कति बजी आएको 5 बजी हो 5 बज्न लागेको थियो 50 समथिङ कति भएको थियो सबै माछा माछा मारेछ बल चाहिँ हामीले बसिरहेको पारेतले माछा हो ऊ त्यहाँ पारेकै हो त त्यहाँबाट उद्योग मारेछ त्यो चिसोमा त्यहीँ गएर मारे है माछा पुस्केछ दाजु पारे जस्तो ताने है पारे यता दाजुले चाहिँ पारे जस्तो छ है माछा दाजुले माछा पारे जस्तो छ नेपाली दाजु रहेछ पारेर ताने है कि के हो अड्क्या पुरा घाँस मात्र देखिन्छ त त्यो घाँसै अड्क्या ठुलो माछा पऱ्यो भने त्यसलाई खेलाउनु पर्छ थाहा छ तिमीलाई बल्छी हान्न जाने हो दुईलाई कति गइन्थ्यो हो अझै डर माछा पऱ्यो भने त्यसलाई खेलाइ त थकाएर मात्रै तान्नुपर्छ होइन जब जति तानेर पनि चुट्छ नि त दाजुले खेला होला परेर तान्नला होला होइन के हो होइन त्यो झ्याङ्काटामा अड्क्या त्यस्तै हुन्छ ऊ अड्किरहेको छ जाउँ होला
त्यो अड के यस्तो छ यहाँ वासरुमहरु छ जाने हेर नजाने पर्छ पानी खाएन के जाने त पानी खाएन दिनभरि अस्ति जेटिस के गएको हामी ग्रुपमा गएको थियौँ पुनहरूको साथी पनि गएको थियो त्यसै त गोब्रो थियो होइन अनि त्यहाँ जेटिस के चलाएको मैले म स्टन देखाउँछु त चाहिँ भिडियो बना भन्दा त्यसलाई पछाडि राखेर स्टन देखाएको कि त्यो तार फुस्केपछि त डिसब्यालेन्स हुँदो रहेछ थाहा थिएन जाम्मै झरिहाल्यो नि फेरि मैले त्यो सेफ्टी ज्याकेट राम्रोसँग लगाएको थिएन कि हात्तेर त्यो साथी मोटो थियो त्यही माथि चढेको त्यसलाई न्याकेर उसले रोक डुब्दैन भन्छ हात्तेर फेरि त्यो साइन गर्नेलाई त ग्रुपभरिको सबैले मर्नुमा आउनु जेसुकै भयो भने हामी आफै चाहिँ स्वयं जिम्मेवार हुन्छ त्यो साइन गर्नुपर्ने चाहिँ होइन त्यो चाहिँ मैले गरेको थिएँ फेरि मजाको छ है ठाउँ चाहिँ मजाको के त मजाको छ अनि एउटा कुरा चाहिँ कन्फ्युज भएछ नि त राजा के कुरा भन्यो म्याजिक मल भनेको यता होइन नि त यो म्याजिक मल भनेको यो फाइल आइसक्यो हामी सबै नेपाली सुने पछाडि होइन उतापट्टि हो क्या फाइल चाहिँ उतापट्टि हो क्या म्याजिक मल चाहिँ हामी उता जानुपर्ने के बुझ्दैन हामी उतै बोटहरू पार्किङ गरेर ठाउँसँग पुग्नै फर्किनु ल त्यहाँ लेखिरहेछ कि त्यो के सिग्नल हो क्या त्यो बोर्ड स्विमिङ एलाउड छैन ए त्यहाँ क्यामेराहरू राख्यो होला क्यामेरा प्रोटेक्ट गरे होला कि त्यसले के सेन्सर राख्यो होला त्यहाँ चिसो भयो यार चिसो भयो यहाँ राउन्डअबाउट छ होला होइन त्यहाँदेखि यतापट्टि गयो भने स्या उतातिर अलकुद मल हेर न उतापट्टि अलकुद मल यसरी यता गएपछि नेपाली रेस्टुरेन्ट आउँछ ग्रान्ड हाइपरहरू त्यो आएको थियो छैन नि कसरी भने त राउन्डबाट भन मैले म्यापमा हेरेको थिएँ ए हाम्रो स्या भन्ने ठाउँ क्या ए ठ्याक्कै उता राउन्डबाट त्यही त्यो राउन्डअबाउटदेखि यतापट्टि 102 पनि आउँछ गाडी यहाँसम्म होइन हामी त्यहाँ झर्नुपर्छ कि भोलि पर्सि तिम्रो कुन ड्युटी छ मेरो मर्निङ हो 64 तपाईँ भ्याउनुहुन्छ होला नि मेरो त होल नाइट ड्युटी छ भोलिबाट नाइट ड्युटी स्टार्ट हो अर्को मन्डेसम्म भ्याउनु न के रहेछ म चाहिँ 5 सेवा हुन्छ नि फेरि दिउँसो पनि होइन 10 बजीबाट कति बेला होइन त्यति बेला चाहिँ आउँ कि भन्ने सोचिरहेको चाहिँ हेरौँ पोहोर त मेरो 11 बजीसम्म ड्युटी थियो र आएको थिएँ त्यसपछि 11 बजीसम्म भयो भने त आउँदा हुन्छ हेर्दै हेर्दै हामी त फाइल आइपुग्यौँ सेन्टर पोइन्ट छ होम सेन्टर पोइन्ट त्यो पछाडि अलकुद मल छ त्यहीतिर म्याकडोनल्ड्स जलेबी पनि छ फिलिपिनो हामी त्यहीबाट फर्किन्छौँ त्यहाँ सिपहरू हेर्छौँ अनि सिधै फर्किन्छौँ 5:30 मिनट हुन लाग्यो यता सर्टकट जाउँ होला
प्राइभेट सिपहरू होला है यहाँ मध्येको ठुलो कुन छ त उतापट्टिको दुईटा डल्लो भएको उतापट्टि रहेछ बिचको रोमा राखेर छ नि त छेउछेउपट्टि यिनीहरू रेन्ट तिरै राख्छ होला यहाँ त्यही होला एउटा पहलिरहेको त ल त्यस्तै भयो अब हामी फर्किन्छौँ भिडियो चाहिँ इन गर्छौँ गाइस ल सबै ओके